म हजुरलाई अलिकति चाहिँ नम्बर केशरको विषयमा चाहिँ जानकारी दिन खोजेको किनभने हजुरले केशर किनेर खानुहुन्छ केशर किनेर चाहिँ भन्नुपर्यो खाँदाखेरिमा यो हाम्रो डुप्लिकेट केशर कस्तो हुन्छ भन्दा अलि राम्रोसँग हेर्नुहोस् यो हो केशर यो डुप्लिकेट केशर हो हामीले यो केशर चाहिँ डुप्लिकेट केशरलाई मैले हजुरलाई सिकाउँदाखेरि र बताउँदाखेरिमा यो हेर्नुहोस् यसमा रातो रङ आउँछ रातो रङ आयो डुप्लिकेट केशरमा रातो चाहिँ रङ आयो हेर्नुहोस् यहाँ राम्रोसँग यो पानी पनि हेर्नुहोस् मैले यहाँ टेबलमा यो पानी हजुरलाई देखाएको छु यो हो डुप्लिकेट केशर मिचो मिचो रातो आयो अब यो लेसिलो चिप्लो भयो यो जस्तै यो कस्तो हुन्छ भन्दाखेरिमा गुडहल या खुर्सानीको फुल मिचेको जस्तो भयो ल हेर्नुहोस् यो गुडहल जस्तै चिप्लो हुन्छ त्यस्तै चाहिँ यो चाहिँ भन्नु पर्यो केशर चाहिँ भन्नु पर्यो ल हेर्नुहोस् अब यो केशर खायौँ भने हाम्रो चाहिँ भन्नु पर्यो काम चाहिँ गर्दैन चेलफेको लागि चाहिँ भन्नु पर्यो काम गर्दैन अब म हजुरहरूलाई फेरि अब ओरिजिनल केशर हजुरलाई म चिनाउँछु हजुरलाई ओरिजिनल केशर चाहिँ भन्नु पर्यो म देखाउँछु अब यो हो हाम्रो ओरिजिनल केशर अब यो पहिलाको डुप्लिकेट केशर देखाएँ हजुरलाई अब मैले यो देखाएँ रातो केशर अब यो ओरिजिनल केशर अमेको जस्तो त्यतिका धेरै त चाहिँ भन्नु पर्यो राख्न सकिँदैन त्यो भएर मैले थोरै चाहिँ भन्नु पर्यो हजुरलाई फेरि यो ओरिजिनल केशर देखाएँ अब यो ओरिजिनल केशर हजुरले हेर्नुहोस् है अब यो ओरिजिनल केशर हामीले चाहिँ फिर्दाखेरि अब यो ओरिजिनल केशरको सुगन्ध पनि अर्कै हुन्छ यो आउँदाखेरिमा पनि यो प्यालो चाहिँ भन्नु पर्यो आउँछ र त्यसको र यसकोमा अलिकति फरक आयो हेर्नुहोस् यो रातो छ भने यो प्यालो छ अब हजुरको यो अर्को कुरा के चाहिँ बुझ्नु होला हजुरले भन्दाखेरिमा यो केशर चाहिँ अलिकति बढी गर्मी हुने भएकोले यो गर्मी मौसममा भन्दा ठन्डी मौसममा नै केशर चाहिँ भन्नु पर्यो प्रयोग गर्ने हो र यो ओरिजिनल केशर हजुरले मुखमा राख्दा सेन्ट पनि धेरै राम्रो आउँछ टेस्ट पनि अर्कै हिसाबको हुन्छ र जिब्रामा प्यालो आउँछ म हजुरलाई त्यो खाएर चाहिँ देखाउँछु ओरिजिनल केशर हेर्नुहोस् त्यसको सेन्ट हेर्नु होला सेन्ट अति राम्रो हुन्छ त्यस पछाडि खाएको केशरमा जिब्रामा प्यालो आउँछ जिब्रामा प्यालो आयो यो खाँदाखेरि लगभग ओरिजिनल केशर 5वटा 6वटा पिस खाउँला यस्तै केशर खानु पर्यो भने बाँकी चाहिँ हजुरले औषधिमा मिसाउँदा जति हजुरलाई मैले औषधि बताएको छु सबै औषधि मिसाउँदाखेरिमा यसमा चाहिँ 2-3 ग्राम मात्रै मिसाउनु होला बढी नमिसाउनु होला ओरिजिनल यो चाहिँ आधै किलो मिसाए पनि अर्थ छैन हस् त हजुरलाई डुप्लिकेट नपरोस् केशर भनेर मैले बताइदिन खोजेको हर कम्पनीको जाने केशर राम्रा केशरहरू पाउनुहुन्छ केशर चिन्नेले चाहिँ चिनेर किन्नुहोस् नचिन्नेले अर्कालाई चिनाएर किन्नुहोस् अर्का कोही कसैले पनि चिनेको हुन्छ केशर हो कि होइन भनेर किन्नुहोस् हस् त नमस्कार